ल ड्रिम चाहिँ हजुरलाई के गाह्रो भएको होइन त्यही भएर अनि हामी BMW चढेको होइन हाम्रो डिएमटीलाई गाह्रो भएको अवस्थाले गर्दाखेरि चाहिँ हामी घोडा चढेर जाने बाध्य पर्यौँ त्यही भएर ल हजुर म गरिदिन्छु तपाईँहरू चढ्दै गर्नु न केही फरक पर्दैन ल हाम्रो दाजुहरू बुटबलको दाजुहरू होइन मजाले BMW मा चढ्दैछ ल BMW भर्सन 3 भर्सन 2 भर्सन 4 हेलो दाइ चढ्नु न म पछि फोन दिन्छु तपाईँलाई BMW मा पहिला चढ्नु न एक झर्नु त दाइ यो म तपाईँलाई चढाइदिइहाल्छु दाइले अब BMW बबाल ल हामी हिमालमा घोडा चढ्दै समुद्र चाहिँ कस्तो लागिरहेको छ हजुरलाई घोडा देखेको छैन DMT-36 अच्छा फिल हिमाल छ समुद्र चाहिँ कस्तो फिल भएको छ हजुरलाई घोडामा ठिकै छ नि यसमा चाहिँ म पनि छु है चढ्दै आए चुरोट र हटाउनु न मुखबाट यस्तो बाइस घुम्टी चढ्न कम दुःख छ त्यही भएर हामी चाहिँ ल या पारा 22 घुम्टीको पारा ल ल दाइ कस्तो लागिरहेको छ 22 घुम्टीको पारा बडा दुःख छ यार यो तिलीचोक त बहुत बिस्तारै आउनु पर्ने ट्रेक रहेछ हामी चाहिँ हतारेर आयौँ समयको अभाव हाम्रो कस्तो लाग्छ घोडामा त आइयो समुद्र दाजु घोडामा आयो कस्तो लाग्छ तातो पानी हालेको क्या मनतातो थापेको खै हल्का रेस्ट गर्दै हामी यहाँ हिँड्दै गरेको अवस्था दाइ अप्ठ्यारो त रहेछ बहुत अब त्यहाँ हिउँहरू छ यो भिडियोमा चाहिँ नि म पनि छु है गाई यहाँ हिउँ है बिचमा है हिउँको बिचमा ल दाइ पनि हिउँको बिचमा यो भिडियोमा फेरि
म पनि छु है गाइज है नदौडी अहिले थाक्लास फेरि ओहो ल है त गाइस भ्लगको लागि रेडी मेरो भिडियो गराइदियो भनेको के मलाई मान्छे राम्रो किन आउनु पर्यो र यो मूर्ति सुन्दरता आएछ भइहाल्यो नि सुन्दरता राम्रो आउँछ डिएमडी दाइ पनि राम्रो आउनुहुन्छ समुद्र दाइ पनि राम्रो बाटो घाटो सब राम्रो गाइस यसमा चाहिँ नि म पनि छु है गाइस है नडराइकिन ल डिएम 15 मिनेटमा तिलिचो पुग्छ पुग्छौँ त्यसपछि अनि तिलिचोको अब छुट्टै भाइस अब तिलिचो सब जमेछ भन्ने सुन्नु अनि अब हजुरले के बोल्न छ भुक्नु छ भुक्नु छैन भुक्नु न दाइ हजुरकै भलक हो 36 वाला भलक हिउँमा हिँड्दा पनि थाक्नु भयो दाइ खुट्टाले हिउँ छोको फिल त भएछ होला नि आश्चर्य अचम्म चमत्कार लागेको छ यो ढेकाले हान्ने काम नगर्ने ढले नि झ्याउ हुन्छ है दाइ नगर्नु न अय्या टोडा के आवाज आयो बियो छ ढेकाले तर म पनि छु है गाज है हिउँमा हिँडिराखेको अवस्था सिनहरू पनि दामी छ मेरो दाजु यो चोकलाई के भन्छ दाजु यो चाहिँ हाम्रो सानो तिलिचो चोक हो हजुरहरू त हिउँमा हिँड्नु भएको दाजु खुट्टाले कस्तो महसुस भएको छ दाजु हजुरहरूको छिटो छिटो यहाँ भाइ छिटो यहाँ सानो तिलिचोकको भाइ हो यो तिलिचोकको भाइ भाइ ओहो तिलिचोकको भाइ गिलिचो हो यो गिलिचोक अर्को दाइ पनि होला नि फिलिचोक कहाँ गयो फिलिचोक या हिउँ छ है के भयो डुबेर भित्र गाड्दै भयो नि फेरि ल है हामी यस्तो बाटोमा हिँडिरहेको छौँ यो भिडियोमा फेरि म पनि छु है गाजा है म पनि हिँड्दैछु है ल समुद्र दाइहरू मजाले हिँड्नु भएको छ हिउँलाई मुड्की हान्नु भएको छ समुद्र दाइले हाम्रो डिएमडी दाइ चाहिँ अनि के अवस्थामा हुनुहुन्छ हिउँमा बस्नु फोटो खिचिदिन्छु त भिडियो फोटो भिडियो खिचिदिउँ यो चाहिँ नि हाम्रो भ्लग है ल है भ्लग नम्बर 820 डिएमडी 36 भ्लग हिउँको बिचमा अब हामी तिलिचोक आउँदैछौँ हिउँ फाल्दै हिँड्नुपर्छ धेरै समस्या त छैन म पनि छु भलकमा यस्तो हिउँमा हिँड्दै हुनुहुन्छ सबै ठाउँमा हिउँ छ चारैतिर वरिपरि बाटो चिप्लो छ समुद्र दाइको थोप्रा देखेको छैन समुद्र दाइ यहाँ हुनुहुन्छ म पनि छु है फेरि यो भिडियोमा म नभुल्नु होला कृपया यता सबै हामी हिउँमै हिँड्नेछौँ लड्दै पढ्दै हिँड्नेछौँ हो कि नै दाइ हो न लड्दै पढ्दै हिँडेर थाकिसक्यौँ हामी अवस्था गाह्रै छ चिप्लिन्छ त्यति माथि फरक हो ल धन्यवाद ल है त अब घरहरू देखियो अब हामी धेरै टाढा छैनौँ तिलिचोकको लेक कति टाइम लाग्छ होला दाइ डिएमडी 36 we did it okay in vlog I also in vlog
देखाइदियो बाबु ओ तिली चोक तिली चोक आयो है गाइस तिली चोकमा पुग्यौँ है गाइस डिएमडी दाइ केही भन्नु छिटो धेरै सङ्घर्ष गरेपछि यहाँ आइयो अझै 2-3 शब्द जाओस् त्यहाँ गएर बसेर आनन्दसँग फिल लिन छ यहाँ एउटा मेन मेसेज चाहिँ मैले दिन्छु ल भन्नु हतारमा तिमीले आउँदा बाइकमा अथवा गाडीमा खाङसारसम्म चाहिँ नआउनु होला प्लिज लेक लाग्छ हामी एकदम दुःख गरेर आयौँ यहाँसम्म यो दुःख नपाउनको लागि चामे बेस्ट स्पोर्ट टु स्टे and next day you can come to Khangsar and next day base camp and next you can तपाईँहरूले त अब स्लो ड्राइभ लङ लाइफ होइन गरिराख्नु भएको छ सक्छु भन्ने जस्तो मान्छेहरू पनि यहाँ चाहिँ बिरामी भएको देखेँ मैले त्यही मात्रै हो सक्नेहरूले गर्नुहुन्छ होला चाहिँ तिली चोक बिचमा हामी तिली चोक बिच काम गरेँ मैले तिली चोक लेक साइड खै त लेक तिली चोक लेक भइसकेको छ पुरा आइसले जमेछ तिली चोक लेकमा पुरा आइसै आइस फोर 919 and this is Tilicho Lake पुरै आइस भइसकेको छ तिलिचो लेक पुरै फ्रोजन छ है हिउँ पुरै फ्रोजन छ हिउँ त यत्रो छ यत्रो हिउँ घर जति घर पुरै ठ्याक्क टिनको छाना यहाँ चाहिँ हाम्रो भ्लगर DMD36 के भन्नु छ अब अन्तिममा तपाईँलाई अन्तिममा अब चाहिँ यहाँ थाकी गरेर पनि आइयो आउँदाखेरि तर चाहिँ आउनु त आइयो तर हल्का नर्मल लाग्यो पुरै जमेको रहेछ फ्रोजन भएको भएर अलिकति मजा पनि आएन निलो जुन भाइब्स आउँथ्यो नि त्यो तिलिचोको निलो भाइब्स त्यो चाहिँ देख्न पाइएन क्या मजा आएन फेरि यो देख्न पाउनु पनि भाग्य हो भन्छ नि फेरि कसैले फ्रोजन भएको पुरा होला सबैको आफ्नो विशेषता हुन्छ है तर यसको एउटा फोटो खिच्नु पर्ने छ हामी यहाँ के गरे लेकमा है त गाइज लेकमा मुन्डे दाइ र DMD36 दाइ आउनु हो क्या यस्तो ताल सबै दाल जस्तो भइसकेको छ है त ल यसरी अनि हाम्रो आजको भ्लग यहीसम्म सकिन्छ है सकिन्छ यो भिडियोमा म पनि छु है फेरि म पनि छु ल के भन्नु त फेरि है अनि आजको भ्लग यही सकिन्छ हाम्रो भ्लग आज तिलिचोसम्मको भ्लग यही हो अनि तपाईँहरूले चाहिँ लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् अनि सब्सक्राइब गर्नुहोस् होइन हामीलाई माया like and subscribe guys and comment also ल
ल है गाइज यो भ्लगमा म पनि छु है गाइज या पारा ल है त गाइज हामी चाहिँ यो माका डक्सु चाहिँ यहाँ राख्दैछौँ है बिहान ल ल अति दाइ हामी आउँदैछौँ ल अब हामी हिँडिरहेको अवस्था अब हामी यहाँबाट अब निस्किँदै गरेको अवस्था ल हिँडिरहेको अवस्था दाइहरू अलि सुस्त हिँड्नु हिउँमा चिप्लिनु होला ओ कस्तो फास्ट हिँड्नु भएको म त लोड्दै हिँड्ने चिप्लिँदै हिँड्ने छु है सोलोमा हिँड्नु होला कृपया दाइ भ्लग हाम्रो भ्लग हुँदैछ पानी पनि यस्तो हिउँ पनि यस्तो चिप्लो छ बे यहाँ चिप्ली जानुपर्छ क्या ल समुद्र दाइ भ्लगमा अब हामी के अब फर्किन लाग्यो होइन अब आज हामी डाइरेक्ट खान्छ प्रयास गर्नेछौँ सकेसम्म खान्छ उगिन्छ होला खान्छ ल यो भिडियोमा म पनि छु है गाइस ल हामी निस्केको खेल्नु चिप्लेटी खेलेको अवस्था उता नजानु दे चिप्लेर त्यहीँ पुग्नु होला फेरि चिप्लेर त्यहीँ पुग्नु होला छ भिडियो बनेछ डिएम जाने जोसिँदै आउनु छ ए रन म हिँडिराखेको त्यस्तो चिप्लो छ यहाँ है पारा हामी हिँड्दैछौँ फर्किँदै गरेको अवस्था यो भिडियोमा म पनि छु हिँड्दा थकिरहेको छ त दामी छ यता पनि हेर्नु न हामी साध्य बाटो घुम्टीको उकालो झर्दै गरेको अवस्था डर लाग्दो छ डेन्जर छ ड्राइभर झरिदिनु भएन यो उकालो ओह्रालो 22 घुम्टी है यो 22 घुम्टी यता हेर्नु डिएमडी त समुद्र त यता हेर्नु न भन्नु न 22 घुम्टी उकालो झर्दैछौँ हामी उहाँ तलसम्म छ उहाँ माथिबाट झरेको हामी त्यस्तै छ अवस्था ल है त यहाँ भिडियोमा भ्लगमा डाँफे मुना चढिराखेको छन् आहा डाँफे आयो तिमीलाई के दाइ डाँफेलाई बोलाउनु त कस्तो लागिरहेको छ दाइ डाँफेलाई देख्दा डाँफे यो डाँफेको भिडियोमा म पनि छु है गाइज है
डाँफे यस्तो हुने रहेछ डाँफे लाइभमा देखियो डाँफे डाँफे यता आऊ बाबु ल है त गाइस हामी ट्रेकको हाम्रो सकिएको छ अब हामीले बेस क्याम्प Base बेस camp. क्याम्प झरेको छ बेस क्याम्प जहाँ जहिले फर्किँदा पनि देख्दाखेरि साह्रै खुसी लाग्छ आउँदाखेरि पनि बेस क्याम्प देख्दा साह्रै खुसी लाग्छ के गर्ने अब अझै हाम्रो यात्रा खाङसारसम्मको हो बेस क्याम्प देखाइदियो भाइ अब ल दाइ हजुर के भुक्ने हो दाइ भुक्नु न दाइ हजुर जस्तो मान्छे हजुरको DMT 36 भ्लग हो अनि हजुर नभुकेपछि जनतालाई गाह्रो पर्दैन उता हेर ओ ल भन्नु न त के भन्नु उता हेर नि त्यहाँ हेर त्यहाँबाट देखाउँछु ल भन्नु बयान गर्नु न के ठगाइला के ल है दाइलाई हल्का गाह्रो भएछ आज त्यही भएर हो ल यो भिडियोमा म पनि छु है गाइज है नरिसाउनु होला कृपया बाट चाहिँ नि हिँड्दै हिँड्दै निस्किँदैछौँ र DMT 36 दाइ के भन्न छ हजुरलाई छैन मलाई के अब हामी जाँदैछौँ म नसोध के मैले घर समुदायलाई के भन्न छ समुदाय अब हामी यहाँ काट्दै कि अब यो घरमा अहिले म पनि छु सकमा हेर्नुहोस् यो बाटो एकजना अन्त दुईजना हिँड्न मिल्दैन ऊ खच्चडहरू आछ हामी यहाँ अड्किँदै बस्न परेछ यहाँ होइन DMT दाइ यस्तो बाटो ऊ त्यो बाटोमा गएर रेस्ट गर्ने ठाउँ पनि छैन ल केही समुदाय भनिदिनु त समुदायले अब यो अर्को वर्ष 2000 वर्ष चाहिँ यहाँ साइकल ल्याएर चलाउँछ साइकल ल्याएर त्यही भएर हो कि साइकल लाग्नु मजा आउँछ ल है यो लेन्स साइड एरिया हो ल म पनि छु यो भ्लगमा है त ल गाइस फर्किने बेला ल है त गाइस हामी फर्किने बेला यागको बथानहरू देख्न पाइएको छ यहाँ चाहिँ नि ग्याङहरू यागको ग्याङहरू सबैजना हिँडेछन् ए माथि याग तल याग समुदाय के भन्ने यागको बारेमा सानो याग ठुलो याग सबै याग रहेछ यहाँ त याग यहाँ एउटा याग यहाँ सानो सानो याग समुदाय पुरा यागको छेउछेउबाट हिँड्नु भएको छ यागको छेउछेउबाट हिँड्नु भएको छ डरै लाग्छ यागले हान्ने चुच्चो सिँगेर भाँच्चा हान्ने त हान्दैन होइन माथि माथि पनि छ यागहरू यागको कानमा के झुम्का सुम्का लगाइदिएछन् है ओहो यो त कति राम्रो यो पित्ली याग किन तिमी डरायो तलबाट गएको यागहरू यहाँ चढ्दैछन् सराफतले त्यहाँ कट गर्नु मिल्थ्यो नि त ऊ यहाँ हेर्नु त यागको यो त रहने बाबु हो कि यागको राजा यागहरू हिँडिरहेका छन् यो ब्युटिफुल याग पनि रहेछ यहाँ याग यहाँ पेनामा ढुङ्गाले हान्छस् समुदाय याग कस्तो